म हिन्दू हो, म हिन्दू हो, म हिन्दू हो। म हिन्दू हो, हिन्दू हिन्दू। जसले यो देशलाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनायो, अहिले आफूलाई जो प्रमाणित गर्नु पर्यो कि म को हो भनेर। अब शेरबहादुर देउवाको राजनीतिमा एउटा नयाँ अध्यायको सुरु हुन्छ, त्यो हो धर्म। शेरबहादुर देउवा सत्तामा आएपछि 2048 सालदेखि 2078 सालसम्मको यो 30 वर्षको बीचमा नेपालमा तीव्र गतिमा धर्मान्तरण भयो। नेपालमा 2048 सालमा इसाई धर्म मान्नेको जनसङ्ख्या थियो 31,000, तर 2078 सालसम्म आइपुग्दा 5,12,313 ले इसाई धर्म मानिरहेका छन्। यो 30 वर्षमा इसाई धर्म मान्नेको जनसङ्ख्या 0.17% बाट बढेर 1.76% पुगेको छ। इसाई धर्म मान्नेको जनसङ्ख्या बढेर 10 गुणा भएको छ। विश्वमा तीव्र गतिमा धर्म परिवर्तन हुने देशहरू मध्येमा नेपाल पनि पर्छ। आफ्नो संस्कृतिलाई भुलेर धर्मनिरपेक्ष राष्ट्र तिमीले नै बनायौ। अहिले जनतालाई झुक्काउनको लागि हिन्दू हुँ भन्दै भोक्रो फुलाइरहेका छौ। आजसम्म आफूले आफूलाई हिन्दू हुनुमा कहिले गर्व गर्यौ? तिमीहरूको राजनीति केवल सत्ता र भ्रष्टाचारको लागि मात्र थियो। जो जन्मजात हिन्दू हो त्यसले म हिन्दू हुँ, म हिन्दू हुँ, म हिन्दू हुँ भनेर प्रमाणित गर्नु पर्दैन। हाम्रो देशमा हिन्दू धर्म मात्र होइन, यसमा हाम्रो संस्कार, सभ्यता, इतिहास, संस्कृति र परम्परा जोडिएको छ। त्यसले हामीले धर्मलाई इतिहास, संस्कृति र संस्कारसँग जोडेर छौँ। पहिले यो मान्छेले 5 पटक आफू प्रधानमन्त्री हुँदा नेपालको धर्म संस्कृतिलाई जोगाउनको लागि के काम गर्यो त? धर्मनिरपेक्ष राष्ट्र बनाउँदाखेरि यिनले किन चुइक्क पनि बोल्न सकेनन्? अहिले आफै धामी, आफै बोक्सी जस्तो गरिरहेका छन्। जेनजी आन्दोलनमा बच्चाहरूले कुटेर त्यो हालत बनाइदिए, पार्टी सभापति पनि खोसेर गगन थापाले लगिदिए। अहिले यिनका सबै बाटोहरू बन्द भइसकेका छन्। त्यसैले यिनलाई लाग्यो अब फेरि नेपालमा स्थापित हुनु छ भने सबैभन्दा राम्रो हतियार हो धर्म, किनकि अझै पनि नेपालमा 80% जनताले हिन्दू धर्म मान्छन्। शेरबहादुर देउवा अब धर्मको नाममा राजनीति गर्छन्, तर मलाई लाग्छ जनता त्यति पनि लाटा छैनन्, किनकि एउटा बोली नबुझ्ने मान्छे जसलाई बच्चाबच्चीले कुटेर घरबाट खेदाएका थिए, जसको घरमा पैसा जलेको थियो, जनताले त्यस्तो मान्छेको विश्वास गर्ला नि त? तपाईले गर्न सक्नु होला, म चाहिँ गर्न सक्दैन। धन्यवाद।